आई होप सबैजना राम्रै सन्चै हुनुहुन्छ होला। टक्क अब चाहिँ हाम्रो तिहार भइसकेको छ। तिहारको भिडियो चाहिँ आउन पाएन। यहाँ चाहिँ हाम्रो भाइ छ। टक्क भाइ केही भनिदेऊ न। नमस्ते। अरू केही भन्दैन। भन्न केही के भनौँ र के भन्छस् ल? दाइलाई सपोर्ट गर्नु भन्दैनस्? सपोर्ट गर्नु, लाइक कमेन्ट गर्नु, सब्सक्राइब गर्नु। अरू अनि यस्तै पर्जामा नपुस्नु। भाइ केही भन्दै छु त। हेलो गाइज, भाइलाई सब्सक्राइब लाइक हान्दिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। मम्मीलाई केही भन्नु त, कति खाना छ अरे भन्नु न। हेर त हाम्रो मम्मीले कति खानुहुन्छ मेरा बा। हाम्रो आन्टी केही भन्नु त ल छिटो। ल त पानी फाल्नु। यहाँ भिडियो बनाउनलाई हल्ला खोज्छ। गाइज रोक्नु यसो, आन्टीले केही भन्नुहुन्छ अरे। केही भन्दिनँ अरे, यिनीहरूले काम छैन। यिनीलाई घर धपाउनु लाग्छ नि हामीले च्याप्छु। ओके गाइज, यहाँ चाहिँ मम्मीले भात फाल्नु है गाइज। गाइज हेर्नु यहाँ हाम्रो टिकटक स्टारहरूलाई। गाइज अब चाहिँ हामी बम पड्काउने अरे के भाइले। सो गाइज अब आलु बम पड्काउने हामी तल। मसलाई पड्काइहालेको फाइनल गाइज कोही अटोवाला हुनुहुन्छ भने आन्टीलाई लिएर जानु अरे। ऊ आन्टी यो निकाल्नु त। गाइज अब चाहिँ हामी यहाँ पटेका पड्काउनु हिँडेको है। गाइज सर म गाइज यहाँ मेसेज आयो कि ग्रुपबाट त यसो पढिदिउँ न भने पढ्न लाग्यो। गाइज म यहाँ बत्ती निभाउँदैछु। अब चाहिँ टक्क हामी पटेका पड्काउनु हिँडिरहेको छ। म गाइज हिजोको भिडियोमा हामीले खुर्सानी बम देखाएको थियौँ। अब आजको भ्लगमा अब हामीले आलु बम पड्काउँछौँ। पटेका पड्काउँछौँ। पटेका पड्काएर कुन दाइ तल गएको होइन सचिन दाइ? हजुर कहाँ जान दिएर फाइनली गाइज हामी चाहिँ टक्क अब पटेका पड्काउनु हिँडिसकेको छौँ। दाइहरू तल जानु हो। गाइज फाइनली पटेका खोइ त जोनी गाइज हाम्रो जोनी यहाँ छ। त भने त कुकुर होस् नि, कुकुर तिहारमा आइनुहोस् के अरे। हजुरको लागि पनि घरमा सजाएर राखेको थिएँ के मैले। आउनुहुन्छ भनेर तर आउनु भएन। फाइनल गाइज अब चाहिँ हाम्रो पटेका आइसकेको छ है त। खुर्सानी बम ल्याउनु भएको छ दाल दाइले। हिजो हामीले आलु बम पड्काएको थियौँ। छ आलु बम त आलु होइनस् दाइ हेर्मै दाइ त्यो ठुल्ठुला कुट्टातिर हुन्न है। गाइजी हाम्रो जोनीले पटेका पड्काउन पाएन। त्यसले फेरि फोनै हेर्दा ठिक्क हुन्छ। फाइनल गाइज यहाँ चाहिँ दुई भाइको हमला चलिरहेको छ है। राउन्ड डराउँछस् गाइज। यहाँ आफ्नो दुई भाइको हमला चलिरहेको छ। यहीँ पड्किरहेको छ। यहीँ खुट्टामा पड्केको छ। दाइ उयो पटेका नदेखेको मैले यति ठुलो भन्ने। कहाँ गयो इस्कुस?
के यस्ता पढिँदै पड्किन झोला नि ओए दाइ एउटैमा दुईटा रहेछ हरि पड्के लाग्यो त पड्किन लान्छ दाइ हट्नु हे हे ना गर्नु यति पनि डर पकाउनु ए आलु बम पड्का उही हरि हरि कति त रिजन मेटन आयो फाइनली गाइज हाम्रो चाहिँ अब पटेका भेन लागिसकेको छ है पुरा खुसी चलिरहेको अहिले त कस्तो बोल्दै बोलेको यो चाहिँ पड्यो दाइ के लाग्यो लायो एउटा हटाउ ठुलो ठुलो बम आउँदै देखेछु उए दाइ खा नहर्नु भइरा छ यसलाई म मात्रै राखिदिन्छु दिन कस्तो गर्ने मलाई एउटा दिनु होइन पड्केन प्लिज त्यो त पड्केन कि गाइस खतरा पड्यो त त्यसका बाद आगो त पलिरहेको यो दुईटा दाइ भाइ मिलेर हामीलाई हमला गर्न आएको छ गाइज ओए ओए पाले नि आयो हैट बोले त खुसी भयो गाइज ओ बोले बोले ओए ओए यता हमला अरे सर सब नहीं मेरा साथ उई भेगेको त बाबा दिन त लाइट हेर्नु है दाइ मम्मीलाई हानिदिन्छु हे के गर्ने के के मम्मीलाई हानिदिन्छ राम राम मम्मी मैले गर्दिन के यो पड्केन नि ओके गाइज आजलाई चाहिँ यति नै आउँछ टक्क भइरहेको खेल्नु जाने बेला बेलामा है त